चाहिँ पातेहरू वरिपरि हुँदै पाते पोखरी नाम रहेको। यो पानी चाहिँ यहीँ उम्रेर यहाँ माथि भित्तामा छ एक ठाउँ अनि यता माथि छ, दुई ठाउँ गरेर यो पहिल्यैदेखि हो, लगभग हाम्रो बाबुबाजेदेखि नै यो यस्तै हो। अझै यो ठुलो थियो अरे, अहिले चाहिँ अलिकति यो घारी बढेर अलि सानो भइरहेछ। पाते पोखरी त अलिक सिम थियो, अलिक हलिन्छ चल्दो। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेको छ। यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछौँ। त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा। र हाम्रो यो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी पिकनिक स्पट पहिला अब यो पोखरी संरक्षण यो पूर्वाधार विकास नभइकन पनि विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौँ चलन थियो। तपाईँको कस्तो छ भने अलिकति हाम्रो यातायातको सुविधाले पनि हाइवेकै छेउमै पर्छ, तर अलिकति पोल्टे पाटो परेर अलिकति दर्शकहरू होइन पर्यटकहरू अलिक कम आउनुहुन्छ। हामीले यहाँ माथिल्लोपट्टि पिकनिक स्पट पनि बनाइदिएका छौँ। पोखरी त अहिले हुन्, तर फुटेर गयो भने त हामीलाई थुप्रै पानी मात्रै थियो। अनि पाते पोखरी नाम लाग्यो, पातेहरू धेरैको लागि। त्यसले गर्दा पिकनिक स्पट पनि अलिक पछाडि परे जस्तो, अलिकति कोल्टो ठाउँ परेर। पहिले त्यहाँ रुखपात थिएन, अहिले पातालाई पातले थिए। अरू रुखपात थिएन, चल्ला केही पनि थिएन, पातेहरू मात्रै थिए। अनि त्यो बेला पाते पोखरी भएको अथवा केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो सिमसिम। यो एरियामा चाहिँ अलिकति मान्छे आउने रमणीय ठाउँ छ, तर अलिकति पर्यटकीय क्षेत्र भएर पनि अलिकति पछाडि परे जस्तो भइरहेछ। र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइरहेको अवस्थामा लालीगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सहर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो र नयाँ सहर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ। त्यसले देवी छन्, पूजापाठ गर्थ्यो अघिदेखि नै, अझ पनि गर्दैछन्। हाम्रो ठाउँमा जस पर्यटक घुम्न लायकको ठाउँ छ। पोखरी थिए, हामी देख्थ्यौँ उता थिए, पाते पोखरी नाम रहेको। त अघिदेखि नाम पाते पोखरी भएको पोखरी थियो। त हामीले जान्दाखेरि पानी जाल थेप्लिएको थियो। पोखरी अहिले फुटेर गयो भने त अहिले बुढाहरू कसेर फुट्यो, पोखरी त छु अनि पानी थियो, ड्याममै थियो, फुटेर गयो भने चाहिँ बुढाएर भनेको त्यो र 12 महिना चाहिँ त्यसलाई पिकनिक स्पट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ। र त्यसैमा हामी भोलिको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढेका छौँ।